Hello guys, welcome back to my new vlog. It's me Dazor and welcome back to my new vlog. र तपाईलाई फेरि पनि स्वागत गर्न चाहे मेरो नयाँ भ्लगमा। हेरे इन्ट्रो दिन्छ जोडी हान्दैछु म चाहिँ फेरि। आज चाहिँ म हामी चाहिँ यहाँ चाहिँ मनोकामना खाना खान बसेको छौँ। अनि त्यसपछि मनोकामना हेर्न जाने म र कसरी यहाँ छु यहाँ छ यहाँ देखेन एकछिन भेटौँ। आयो हाम्रो खाना म चाहिँ खान्छ बाई खाना खाना खाएर हामी अब बसमा चढिसक्यो मन्दिर घुम्नलाई। कस्तो तरिका अब मन्दिर गइन्छ अनि भेटिन्छ भन्ने भाइको रुम त लाग्दैन न फेसिलिटी हान्दिउँ न म यो त एक्लै सुत्ने वाला एकदम वर्थ इट वाला रुम पाएको कति महँगैले होला बवाल छ टिभी इन्ट्रेन्सबाट त्यहाँ छ इन्ट्रेन्सबाट कसरी हाल्छ सिँढीमै सिम नगएर तिमी बस म त्यही हामी त्यता सुत्छौँ त्यसो भए तिमी बस हामी सुत्छौँ अनि टक्क एउटा बेड होइन टक्क अनि अट्याच बाथरुमहरू छ होइन टक्क टिभी छ ग्लास छ वर्थ इट ल एकछिन भेट्यो जनाटीको के गर्नु जनाटीको हामी खाजा बटुक हुन्छ जनाटीको हो कि भनेर ओके भन्न उही उही अब जनाटीको आफ्नै बारेमा छ यो मान्छे चाहिँ आफ्नै बारेमा छ किन अब हामी लेक साइडतिर गएर हल्का बटुसँगै हानेर टक्क अनि ब्लग अलिक राम्रो बनाउनु पऱ्यो नि त होइन ल अब हामीसँग आइसक्यो यहाँ लेक साइडतिर तालाई पुग्यो यता चाहिँ क्याफेहरू छ दामी तल माछा मार्दैन थियो मैले फिसिङ रड ल्याएको थिएँ यता घरबाट बाँसको बलवाला एकदम स्ट्रङ हो त्यसमा फिसिङ हान्छौँ हामी अब हामी गइन्छ यता त्यो नि बाटोमा भेटिन्छ है हामी बोटिङ हान्दा नालेको यतातिर यो भाइ माछा मार्नु बन्द के भन्छ अब खोइ माछा मार्नु जान आँटेको बल्छी बनाएको छैन अब त्यही गरेर बनाउनु म स्यालेरी दिँदिनँ हाम्रो स्यालेरी काटिने भयो अब ला मसाला हुन्छ अब हामी बोटिङ हान्न जाँदाखेरि भेट्छ त हाम्रो पाला आइसकेको छ बोटिङ चढ्ने खोइ कता हाम्रो बोटिङ यो फाइनली इन बोट दुई शब्द जाओस् मेरो भ्लगमा दुई शब्द हान्छ मेरो भ्लग दुई शब्द अब हामी पानी मात्रै सकेको छौँ पानी देखेन अब फिजिङ रड ओए ठोक्यो सरे त हो म ए भाइ पनि छ हाम्रो सिक्युरिटी गार्ड हामी छौँ त पनि सिक्युरिटी गार्ड हामी कहाँ छौँ पोखरा ल यसै हो चल्दै बोट लास्टिक कोल्टेन यता बस्छ ठिक छ अब ठिक छ एकदम हामी मन्दिर आइसक्यो मन्दिर रहेको छ फोटो सोटो खिच जमिन मन्दिर हेर्नु एउटा केटा सबै केटा उभो त हाम्रो फोटो सोटो भयो अब टक्क मन्दिर एकताल अब आइसक्यो भेट्नु हो भने सिधै छिर्यौँ होइन हामीले घुम्छौँ हामी अब मन्दिर घुम्छौँ अब हामीले अब घरतिर चल्दैछ
अब यो हाम्रो बोटमा चढ्ने हो होइन नमस्कार जग्गी पानीमा चुलुक्क भइसकेर पनि हामी सोच्छ हाम्रो प्रिन्सिपल सर राज सर हुनुहुन्छ अनि अब ठेला 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 नो मर्सी नो मर्सी भाइले झन्डै तपाईँलाई सेम हान्दै नि ढोकिसकेको मलाई पर ढेकाल्दियो यो चाहिँ खै कामै छैन यसको थाहा यता झल्किन्छ बिचै ठिक छ क्या झल्क्यो अब ठिक छ उठेर ओरा फार्मिङ ल उठेर बिचमा घर बिचमा भाइ म झरेँ अहिले भनिदिरहेको छु अब यस्तो छ पारा यतातिर त अस्ति पाल दाम पाराको थियो हजुर हामी चाहिँ नजर फेरि मेरै पऱ्यो यहाँ के खाना बफ अनि चिकन सिकन के हो यो सिकुटी त्यस्तो हामी यहाँ माथि आइसक्यौँ लेक्चरको माथि त्यो ओए अब यहाँबाट त खतरा देखेको छ गोल्डन कलर shout out to this cafe rooftop cafe दुईजना छ दुईजना उता छ दुईजना मामा छ हामी खाएर भेट्छौँ एउटा नाप्तोल गर्नु त त्यहाँबाट त्यो चम्ची त भरे फेरि यो चम्ची हाल्यो भने तिमीलाई फेरि चम्ची गाह्रो पर्छ यो what is this यो बोइलर तिमीले खाँदैन सुडा हामी बल्ल यताउता स्ट्रिटी बिर्सेर टक्क अनि बन्सनै खेलेर टक्क हामी रुम बसिरहेछ होइन फाइनली अब खेलेर अब जे बनाउँछ हाल्ने एउटा अब हामी खाना खान जाँदैछौँ खाना खान अब खाना हेर्नु चाहिँ कस्तो हुन्छ अनि माथि आउँछ दादाहरू पनि जाँदैछ यस्तो किन भएको होला भन्ने हामी नरेसन चाहन्छौँ म्याचिङ छाडेको मुटै निक्लिन आँटिसक्यो तिमीलाई नै पाउने जुनी जुनी तिमीसँगै जुने सपना मेरो तिमीलाई नै पाउने तर काम थियो र सोचे जति छ सधैँ खाना खाएर आएछौँ र अब हामी यो नदीको लेस खाँदैछौँ र अब हल्का म्युजिक गाने राति एकछिनतिर सुत्ने र आजको लागि यति नै हो भेटाएको भिडियो मैले खासै देखाम होइन देखाउँछु भन्दै थियो अब भोलिको चाहिँ अलिक इन्ट्रेस्टिङ हुन्छ किनकि हामी भोलि मुस्ताङको लागि निस्केछौँ भोलिको ब्लग राम्रो बनाउन सकौँ होइन आजको लागि यति नै हो थ्याङ्क यू बाई बाई गुड नाइट